नेपाली हन्टेड स्टोरिजमा स्वागत छ। म तपाईहरूलाई एउटा केटी र एउटा गुडियाको कथा सुनाउन चाहन्छु। मलाई थाहा छ तपाईहरू के सोच्दै हुनुहुन्छ। फेरि उही पुरानो कथा होला, सानी केटी गुडिया अनि अन्त्यमा गुडिया भूत बनेर सबैलाई मारिदिने। तर होइन, यो कथा अलि फरक छ। यो घटना सन् 2009 तिरको हो। त्यो बेला म 16 वर्षको थिएँ। म काठमाडौँको एउटा पुरानो टोलमा बस्थेँ। एक दिन स्कुलबाट घर फर्कँदै गर्दा मैले देखेँ मेरो गल्लीको अन्तिम घरमा नयाँ परिवार सरेर आएको रहेछ। जवान श्रीमान श्रीमती थिए। उनीहरूसँग करिब 6 वर्ष जति उमेरकी एउटी सानी छोरी पनि थिए। त्यो केटी सधैँ सेतो फ्रक लगाएकी हुन्थी, सेतो मोजा र कालो जुत्ता। उसको कपाल लामो र कालो थियो। उसको काखमा सधैँ एउटा गुडिया हुन्थ्यो, सेतो लुगा, लामो कालो कपाल। अजीब कुरा के भने त्यो गुडिया लगभग त्यसै केटीको सानो रूप जस्तै देखिन्थ्यो। हरेक दिन स्कुलबाट फर्कदा म उसलाई देख्थेँ। ऊ आफ्नो घर अगाडि बसेर गुडियालाई काखमा च्यापेर मलाई हेरिरहेकी हुन्थे। उसको हेराइ चिसो थियो, अत्यन्तै गहिरो, अँध्यारो। कारण नबुझिए पनि मलाई असहज लाग्थ्यो। राति मलाई निद्रा लाग्नु छोड्यो। अजीब अजीब सपना आउन थाले। डरले पसिना छुटेर बिउजिन्थे। सपनाको धेरै कुरा याद हुँदैन थियो, तर एउटै कुरा सधैँ हुन्थ्यो, त्यो केटी र त्यो गुडिया। दिनदिनै ननिन्द्राले म थकित हुँदै गएँ। हाम्रो छेउमै एउटी बुढियामा बस्थिन्। टोलका सबै कुरा थाहा पाउने, सबैको नाकमा औँला गुसार्ने खालकी। एक दिन म स्कुल जाँदै गर्दा उनले मेरो हात समातिन् र बिस्तारै भनिन्, त्यो अन्तिम घरको परिवारसँग नजोडिनु है बाबु, राम्रा मान्छे होइनन्। उनले भनिन्, जहाँ गए पनि धेरै समय बस्दैनन् रे, अनि त्यो छोरी अपनाएको हो रे, दिमाग पनि ठिक छैन रे। भन्छन् ऊ शैतानको सन्तान हो रे, अनि त्यो गुडिया गुडिया होइन, उसैको रूपको राक्षस हो रे। मैले आँखा घुमाएँ र हाँस्दै हिँडेँ। पागल बुढीको हल्ला भनेर। आज सम्झदा कति मूर्ख थिएँ म। केही दिनपछि हाम्रो घरको ढोकामा ढकढक भयो। ढोका खोल्दा एउटी जवान महिला उभिएकी थिइन्, त्यो केटीकी आमा। नमस्ते, उनले भनिन्। म तपाईँको छिमेकी, एउटा सानो सहयोग चाहिएको थियो। उनले भनिन् कि उनलाई अचानक बाहिर जानु परेको छ, श्रीमान ढिला हुनेछन्। केही घण्टा मात्र हो, उनले भनिन्। छोरीलाई हेरिदिनुहुन्छ? म अलि हिचकिचाएँ, तर अन्ततः माने। छोरीको नाम मैले सोधेँ। ललिता, उनले भनिन्। म उनीहरूको घर गएँ। केही बेरपछि उनले ललितालाई हात समातेर ल्याइन्। त्यो बेला मैले प्रष्ट देखेँ, केही गडबड थियो। ललिताका आँखा पुरै कालो थिए, सेतो भाग नै थिएन, सार्कको आँखा जस्तै। उसले त्यो गुडिया अझै काखमा च्यापेकी थिए। आमाले बिदा लिइन् र गाडी चढेर गइन्। ललिताले केही नबोली मेरो हात समातिन्। उसको छाला बरफ जस्तो चिसो। मेरो शरीर सिरिङ्ग भयो। मसँग खेल्नुहोस्, उसले भनिन्। हामी उसको कोठामा गयौँ। ढोका बन्द गरे लगत्तै मलाई असहज महसुस हुन थाल्यो। कोठामा अजीब दुर्गन्ध थियो। के हो बुझिन। करिब आधा घण्टा खेलेपछि मेरो छाती कस्सिन थाल्यो, पसिना छुट्यो, पेट कुम्न थाल्यो। म जानु पर्यो, मैले हाप्दै भने। एक्कासी ललिता उठी र चिच्याई, होइन, तपाईँ सधैँ मसँग बस्नुहुन्छ, हामी सधैँ खेल्छौँ। उसले मलाई ती कालो आँखाले घुरेर हेरिन्। म ढोकातिर दौडिएँ। ढोका खुलेन। झ्यालतिर गए, झ्याल पनि खुलेन। त्यही बेला त्यो बुढी आमाको चेतावनी दिमागमा आयो। म पुरै काँपिरहेको थिएँ। अब भाग्ने कुनै बाटो थिएन। त्यसैले मैले आँखा चिम्म गरेर जोडले हनुमान चालिसा पढ्न थालेँ। जय हनुमान ज्ञान गुण सागर, भूत पिशाच निकट न आवे, महावीर जब नाम सुनावे।
त्यो शब्द मुखबाट निस्किन साथ ललिताले भयानक चिच्याहाट निकाली। त्यो आवाज यति ठुलो थियो कि मेरो कानै फुट्ला जस्तो भयो। मैले कान थुने तर मन्त्र बन्न छोडिन। त्यति बेलै त्यो गुडिया भुइँमा खस्यो र बाँच्यो। दाँत किच्दै नङ्ग्रा निकाल्दै जङ्गली जनावर जस्तै म माथि झम्टियो। घाँटी च्याप्न खोज्यो। म जुधे। अन्ततः त्यसलाई समातेर भित्तामा बेसरी हिर्काएँ। गुडियाको अनुहार चर्कियो। भित्रबाट कालो धुवाँ निस्किन थाल्यो। मैले मन्त्र पूरा गरेँ। भूत पिशाच निकट न आवे, महावीर जब नाम सुनावे। सबै शान्त भयो। ललिता भुइँमा बेहोस थिए। गुडिया भने पग्लिएको प्लास्टिकको धुवाँ उडिरहेको डिस्को मात्र। त्यही बेला उसकी आमा फर्किन्। म केही बोल्नै सकिनँ। भुइँमै बान्ता गरे। पछि ललिता होसमा आउँदा उसलाई केही पनि याद थिएन। उसका आँखा अब साफ चम्किला नीला थिए। 3 वर्षपछि ललिता 9 वर्षकै उमेरमा मरी। उसले ब्लिच पिएकी थिए। डाक्टरले दुर्घटना भने, तर सबैलाई थाहा थियो यति सानी केटीले यस्तो काम संयोग मात्र हुन सक्दैन। 1 हप्तापछि अन्त्येष्टि सकेर उनका आमा बुवा घर छोडेर गए। घरले धेरै खराब सम्झना बोकेको थियो। ललिताको कोठा खाली गर्दै गर्दा ऐनाको पछाडि कागज टाँसिएको भेट्यो। त्यो एउटा फोटो थियो, ललिता र त्यो गुडिया। फोटोको पछाडि बच्चाको जस्तो अक्षरमा लेखिएको थियो, ऊ फेरि हामी कहाँ फर्किसकेकी छे, जो हाम्रो बोलाइ सुन्छ र हाम्रो नाम पुकार्छ ऊ कहिल्यै मुक्त हुने छैन।